राष्ट्र र राष्ट्रियताको भावनाले ओतप्रोत भई ब्रह्माजी र नारद ऋषिको संवादका रूपमा 5 अवस्थाको स्थिति दर्शाउँदै विगतको नेपालको अवस्था, वर्तमानमा देखिएका समस्याको कारण एवं उपदेशात्मक समाधान समेटी नेपालको राजनीति, संस्कृति, कला, साहित्य, संगीत, ज्योतिष, गायन, वादन, जडीबुटी, प्राकृतिक स्रोत, नेपालको विश्व कीर्तिमान तथा अध्यात्म विद्याका सम्बन्धमा प्रकाश पार्दै विभिन्न छन्दमा समसामयिक तरङ्ग नामको खण्डकाव्य रचना गरी आफ्नै स्वरमा वाचन गर्दै हुनुहुन्छ माछा पुछ्रेको काख नेपालको प्राकृतिक नगरी पोखराका कवि श्री बलबहादुर कार्कीजी। अतः प्रारम्भ नामको प्रथम तरङ्ग अलिकति मनभित्रै तिर्सना एक जाग्यो। अब पशुपति क्षेत्रै जान यो चित्त लाग्यो। भनी सुर मुनि कोही काल नेपाल आए। भ्रमण खुब गरी लौ श्लोकै भन्न लाए। वीणाको झनकारमा सुर लिँदै पुग्दा भए नारद। ब्रह्माका नजिकै पुगेर पदमा झुक्दा भए सादर। देख्दा नारदलाई भित्र मनमा ब्रह्मा खुसी भई अब। हे देवर्षि कता घुमेर अहिले आयौ बताऊ सब। भन्दा नारदले झुकेर बिनती गर्दा भए यो किन। मान्छे मानिस भई रमेर बस्ने बानी कतै देखिन। हे बाबा विधिजी प्रसङ्ग मनको एउटा म भन्छु भनी। ज्यादै चित्त दुखाई भन्न कसिए दिगदार मान्दै अनि। विक्रम सम्वत 2058 साल। विक्रम सम्वत नाग बाण गगनै आनेत्रको सालमा। आर्यावर्त घुमेर हाल खबरै जानौँ कि सञ्जालमा। भन्ने यो मनमा विचार बटुले नेपाल राज्यै पुरा। हेरे दङ्ग परि सबै विषयका सम्झी पुराना कुरा। मेचीबाट पसी घुमेर डुलँदै काली तराई तथा सेताती टाकुरा नद नदी मैदानका यी कथा। ठाडाती छहरा पहाड पहरा खोल सारा छाँगा बन। भित्रैको अति भावयुक्त रसिलो बान्की मिलेको झन। यस्तो सुन्दर शान्त भूमि छ अरे भन्ने कुरो देखियो। इन्द्रैको अमरावती प्रकृतिले बोकेछ झैँ पोथियो। सोझा औधी परिश्रमी र दिलका ज्यादै खुला मानिस। आफ्नै जागरमा रमाइरहने मेटी झमेला रिस। धेरै दुध दिने रसालु गुनिला गाई तथा ब्राह्मण। ज्ञाता वैदिक शास्त्रकार शिलका तेजस्वियुक्तै गण। नाना जात विभेदका जडीबुटी पानी र खानी कति। चासो चिन्तन चेतना अति थियो विज्ञान पूर्णै मति। दौरा त्यो पटुका कछाड उसमा टोपी तथा कन्धनी। लाएका नर देखिने र फरिया चोली मजेत्रो पनि। ओढेका जननी स्वधर्म नभुली चोखो बनाए मन।
आफ्ना श्रममा जुटेर रहने कर्तव्य सम्झिकन सोझा सज्जन देश भक्त रसिला राम्रा गुणी मानिस डाँडा पर्वतले खेत खहरे बेसी तराईसित गाँसी प्रेम रमाई नित्य बसने कस्ता उज्याला दिन देखिन्थे पहिले कठैनी अहिले देखिन्न है त्यो किन खुरपेटो खुकुरी भिरेर गतिलो बासा विषे चकमक राखी स्पष्ट खुलेर काम गरथे गर्दैनथे अकमक खुरुसानी चिमटी लिएर मुखमा जिब्रो त टठ्याउँथे ढिँडो गुन्द्रुक खाई दङ्ग परदै क्या गीत भट्याउँथे चौतारी डिलखेत गोठ गहरा खोल सारा भन्ज्याङमा तोकमा ढाकर राख्दै र पसिना पुछ्दै बसी झ्याङमा एकै क्षण बिसाई हास्य रसको वार्ता हुने ठाउँमा जानै पर्छ भनेर हेर्नमा पुगे नेपालका गाउँमा गोरु जोर जुवा हलो र हरिसै फाले अनौ साथमा राखी नित्य रमाउँदै कृषकले जोते राति फाटमा मानो अन्न छरेर दुःख सुखले हाँसी भकारी भरी बस्ते टोला छिमेकमा खुब मिली उद्योग आफ्ना गरे बस्ते टोला छिमेकमा खुब मिली उद्योग आफ्ना गरे मेचीदेखि तराईले कपहरा थाले समेतै सब देखिन्थे हरियार सुन्दर सफा बस्ती अनेकौं जब पंक्षी ती बनका लुकेर रुखमा भाका पिराइकन बोल्थे चिरबिर शब्द तान छर्दै खैचेर लिन्थे मन पानीका छहरा झरेर गहरा बाली भरिन्थे अति चाँदीका टुकुरा समान हिउँका थुप्रा रसाए कति डाँडाको बरया जरे पिपलको हावा चले पालुवा बज्दाको सुख भन्न सक्छ कसले खाँदै पुवाया कुवा झुट्टा झन्झट झेलनेल झगडा काहीँ कसैमा परे टुङ्गो झट्ट लगाई भाइ मिलाउँदै बस्थे रमाई अरे जाली चोर फटाह दुष्ट जनको नामै बिरानो छरे यस्तो सुन्दर देश हो भनी अहो वार्ता निकैले गरे कस्ता पूर्व जति थिए निस्दिनै थाक्दैन थाकिकन आरजे भूमि पवित्र योग्य रसिलो नेपाल साझा बन मैत्री भाव विशाल आज नहुँदा बिर्सेर आफ्नो पथ नेपाली सब एक छैन किन हो देखिन्छ नाना मत यही हो गौतम बुद्धको घर तथा सीता सती भृकुटी जन्मे यही स्थलमा रहे पशुपते श्री पार्वती औ बुटी
यस्तो पुण्य पवित्र तीर्थ उषामा उच्चो हिमाली चुली कसले सक्छ र बुझ्न पूर्ण रूपले नेपालको अञ्जुली माटामा पसिना बगाएर रसिलो हाँसेर लिन्थे फल अर्काको पसिना बुझेर असिना त्यागेर बस्ने स्थल जसको जे छ कमाई शुद्ध दिलले खाएर हाँसिकन बाँच्ने आफू बचाउने जन सबै नेपालवासी छन् भन्ने गान सुनेर घुम्छु त जहाँ उल्टा सबैको मन जे देखे विपरीत झैं हुन गयो झस्केर काम्यो तन स्वप्न झैं सब देखियो जुन कुरा सुन्दै पुगे त्यो स्थल चारैतर्फ बढेछ पाप गरिबी धोखा र झुटा छल जति पशुपतिको यो क्षेत्रमा भो विकार अति कम घटनाको मात्र भन्दैछु सार भनी सुर मुनिले यो बात सङ्केत टाँगे अनि जगत पिताका सामु विश्राम मागे अनि जगत पिताका सामु विश्राम मागे इति प्रारम्भ नामको प्रथम तरङ्ग अथः विचलन नामको द्वितीय तरङ्ग प्रथम चरण सुन्दा भित्र जाग्यो तरङ्ग सब विचलनैको बात कस्तो छ रङ्ग सकल अब बताऊ नारदै बाबु झट्ट भनी जगत पिताले सोध्न लागे बिछट्ट भनी जगत पिताले सोध्न लागे बिछट्ट कति जन जगतैको छोपियो योग्य बुद्धि सबतिर अति कालो बादलैको अशुद्धि छवि गति मति चाला देशले के कमायो तब ऋषि पनि लागे भन्न संक्षेपमायो मान्छे धर्म र कर्म शर्म सबमा उलेर जाँदैछ रे भ्रष्टाचार गरी पराई पसिना उरुलेर खाँदैछ रे बिर्सेरे इतिहासका सब कुरा संस्कार आफ्नो स्थिति बिग्रे बिग्रिरहोस् भन्छ सठले उफ्रेर यत्रै सिति नेतामा समदृष्टि छैन बुझियो लुच्चा भरौटे जन खाली त्यही धनमान मात्र कसरी लुट्ने छ तिनको मन मासे जङ्गलका बुटी र बिरुवा नासे ठुलो संस्कृति मान्छेमा किन देखिँदैन अहिले ओजस्विता आकृति मान्छेदेखि डराई लुक्नु पर्ने आतिन्छ सुन्दा कुरा सोझा सज्जनमाथि आज किन हो चल्छन् फलामे छुरा कोही दोष त चाहिँदैन बसमा आगो लगाइन्छ रे जिउँदो मानिस पोलिने र रुखमा झुन्ड्याउने हुन्छ रे अन्त्येष्टि अथवा क्रिया यदि गरे घाँटी निमोठी दिने कोही धार्मिक भो भने त उसको चुटेर सातो लिने शिक्षा संस्कृत बन्द गर्नु पर्ने उर्दी चलेको स्थल
गोली बन्दुकको निशान मुटु भई रुन्छन् सबै भलभल सारा दुर्लभ शास्त्र वेद अथवा दरबार देवालय पोली नष्ट गरे कठै अझ कतै गाई बलि भई गए।